फोटो खिच्नुहुन्छ बाबु? हजुर
पानी पनि ल्याउने हात धुनु आएको छैन बाप छोरा मलाई खाली मजा भिडियो गर्नु त भने सुद्धा साजरा बनापट्टि बाह्र दिन आज के ल्याउनु पर्यो अरू गुस्सा लाग्दैन मैले पर्दैन न किन उठाउनु पर्यो नि उतिर गर्नु पर्यो त पैसा कमाउनु भने आफै हैन के गर्नु भने आफैले मर्खानी भने आफै राधा भए माथि भुवा जाऊ क्या पार्टनर जाऊ बनाउने बा त्यहाँ त गएकै त नै हामी केही गर्न अरू त दुख्नु दुख्दैन दुख्दैन यसमा मात्रै गाह्रो हुन्छ कोही बेला हिमाथि ठक्क केही लाग्यो भने खबर पनि हाल्छ अन्त हुन्छ राम्रो चिया यत्रो उठा घाँस त कति भयो अहिले यो सिजनमा के लाउनुहुन्छ तोरी छ पछि तोरी लगाएपछि कार्तिकको महिनातिर हुन्छ कहिले हुन्छ पछि हुन्छ हिमाल तोरी छ हुन्छ वैशाखतिर अहिले लगाएको वैशाखतिर पछि छ पछि असोज महिनातिर छ अहिले के गर्नुहुन्छ त यहाँ अहिले बाजेर हुन्छ यस्तो ज्योति खेल्ने गइन्छ जुगा धेरै लाग्दैन लाग्छ यहाँ लाग्दैन यहाँ पहिला कति लाग्दैन त्यहाँ अब सम्पत्ति ल्याउनु अलि लाग्छ यहाँ सम्पत्ति ल्याउनु थाल्यो सम्पत्ति 12 साल ल्याउनु थाल्यो
खानापिना के भयो खानापिना खाना भइसक्यो कृषकहरूको दुःख कतिको छन् जस्तो लाग्छ तपाईँलाई दुःख सबभन्दा कृषक नै भयो धेरै कठिनाइ छन् हेर्नु पऱ्यो खन्नु पऱ्यो मल गर्नु पऱ्यो सबै दुःख हुन्छ अरू भन्दा दुःखै हो त्यही पनि कृषक गर्ने मान्छे छाडेर त हेर्नु हुँदैन तपाईँ पछाडि युवाको हाम्रो छोराहरूले तपाईँहरू युवा अब कृषक धेरै गर्नु हुँदैन कि इन्डिया जान्छन् कि विदेश जान्छन् कि जाहिरी खोज्छन् कहिले गर्छन् नाइजल अहिले गर्दैन तपाईँहरू जोत्नुहुन्छ यस्तै गरी ल बल्दै हलोजाली बनाउन सक्नुहुन्छ सक्दैन हामी त्यो त ल हलो फालै भात हान्न जान्दैन अब भनेपछि कहाँबाट जोत्ने अब कृषक गरी फाइदा पनि छैन अब त्यही अन्यहरू बाल्ला मात्र त्यही फाइदा छैन यसलाई चाहिँ सरकारले प्राथमिकता दिनुपर्ने हो दिनुपर्छ त्यही भएर मात्र खाने मात्र हुन्छ अरू के उपाय हुँदैन मजदुरी गर्ने काम गर्ने मान्छेले एक दिन गऱ्यो भने चाहिँ 800-900 रुपियाँ फाल्छ नि सरकारले के गरिदिएको भए कृषकहरूलाई अझ के उब्लाउँछ राख्ने होला इलो साले के उब्लाउँछ राख चाउडा तल एउटा क्या पनि साह्रो डल्लो छ मेरो भिडियो बनाउँदै हुन्छ